स्वागत छ आजको यस विशेष प्रस्तुतिमा। आज हामी विज्ञानको एकदमै रोचक र आधारभूत विषय वैज्ञानिक अध्ययन अर्थात् साइन्टिफिक स्टडीको बारेमा कुरा गर्दैछौँ। विज्ञान भन्ने बित्तिकै गाह्रो लाग्न सक्छ, तर वास्तवमा यो हाम्रो दैनिक जीवनकै हिस्सा हो। ल सुरु गरौँ है त। हाम्रो वरपर दैनिक अनगिन्ती घटनाहरू भइरहेका हुन्छन् नि, होइन र? जस्तै करेसाबारी वा गमलाको बिरुवा एक्कासी किन ओइलायो? पानी कम भएर हो कि घाम बढी भएर? वा रबर ब्यान्ड तन्काउँदा कसरी तन्किन्छ? यस्ता सानाथिना कुरामा जाग्ने उत्सुकता नै वास्तवमा वैज्ञानिक अध्ययनको पहिलो खुड्किलो हो। हामी सधैँ यो किन भयो भनेर त्यसको कारक तत्त्व जान्न खोलिरहेका हुन्छौँ। आजको हाम्रो छलफल मुख्यतया यी 5 बुदाहरूमा केन्द्रित हुनेछ: वैज्ञानिक अध्ययन र उत्सुकता, अनुसन्धानका चरहरू, चरका प्रकार, केही रमाइला प्रयोगात्मक उदाहरण र अन्त्यमा चर नियन्त्रणको महत्त्व। ल अब हाम्रो पहिलो खण्डबाट अघि बढौँ, वैज्ञानिक अध्ययन र हाम्रो उत्सुकता। वैज्ञानिक अध्ययन भनेको प्रकृतिमा हुने कुराहरूलाई योजनाबद्ध रूपले बुझ्ने एउटा तरिका हो। यसमा वैज्ञानिक तथ्य, सिद्धान्त, मोडेल र प्रयोगहरू समावेश हुन्छन्। कुनै पनि घटना किन घट्यो भनेर तार्किक रूपले प्रमाण र मापनका आधारमा कारण पत्ता लगाउनु नै विज्ञान हो। एक हिसाबले भन्दा प्रकृतिका नियमहरूको गणितीय र भौतिक सम्बन्ध स्थापना गर्ने काम नै वैज्ञानिक अध्ययन हो। अब लागौँ दोस्रो खण्डतर्फ, जुन वैज्ञानिक अनुसन्धानको एकदमै महत्त्वपूर्ण हिस्सा हो, अनुसन्धानका चरहरू अर्थात् अङ्ग्रेजीमा भेरिएबल्स। आखिर यो चर वा भेरिएबल भनेको के हो त? अनुसन्धान गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने जुनसुकै परिवर्तनशील भौतिक परिमाणलाई चर भनिन्छ। जस्तै रबर ब्यान्ड तन्काएर कागजको टुक्रा फाल्ने खेल त हामी सबैले खेलेकै छौँ। त्यहाँ रबर ब्यान्ड कति तन्काउने भन्ने कुरा एउटा चर हो भने त्यो कागज कति टाढा पुग्छ भन्ने कुरा अर्को चर हो। यिनीहरूको मान प्रयोगै पछि फरक हुन सक्छ नि, होइन र? हो, यही परिवर्तनशील तत्त्व नै चर हो। गणितीय रूपमा पनि यी चरहरूलाई सूत्रमा राखेर यिनीहरू बीचको सम्बन्ध देखाउन सकिन्छ। अब तेस्रो खण्डमा प्रवेश गरौँ। अनुसन्धानलाई सही दिशा दिन चरहरूलाई मुख्यतया 3 प्रकारमा बाँडिन्छ। ती 3 प्रकार के हुन् त? विस्तृत रूपमा हेरौँ। पहिलो हो स्वतन्त्र चर अर्थात् इन्डिपेन्डेन्ट भेरिएबल। यो त्यस्तो चर हो जसलाई अनुसन्धानकर्ताले आफै परिवर्तन गर्छन्। प्रयोग गर्दा नतिजामा कस्तो परिवर्तन आउँछ भनेर हेर्नका लागि हामीले जान फेरबदल गर्ने तत्त्व नै स्वतन्त्र चर हो। यसलाई ग्राफमा देखाउँदा सामान्यतया तेर्सो लाइन अर्थात् एक्स एक्सिसमा राखिन्छ। दोस्रो छ आश्रित चर अर्थात् डिपेन्डेन्ट भेरिएबल। नामले नै भन्छ नि, यो अर्को कुरामा आश्रित छ। स्वतन्त्र चरलाई तलमाथि गर्दा यसमा कस्तो असर पर्यो भनेर मापन गरिने नतिजा नै आश्रित चर हो। यसलाई हामीले सिधै चलाउन मिल्दैन, यो त नतिजा हो। ग्राफमा देखाउँदा यसलाई चाहिँ ठाडो लाइन अर्थात् वाइ एक्सिसमा राखिन्छ। अनि तेस्रो र एकदमै विचार पुर्याउनु पर्ने चर हो नियन्त्रित चर वा कन्ट्रोल्ड भेरिएबल। कुनै पनि प्रयोग गर्दा स्वतन्त्र र आश्रित चर बाहेक अरू पनि धेरै तत्त्व हुन्छन् जसले नतिजा बिगार्न सक्छन्। त्यसैले निष्कर्षलाई भरपर्दो बनाउन प्रयोगभरि ती अरू सबै कुरालाई एउटै अवस्थामा एकदम स्थिर राख्नुपर्छ। यसरी चलाउन नदिकन नियन्त्रणमा राखिएका कुराहरू नै नियन्त्रित चर हुन्। यसलाई अझ सजिलोसँग बुझ्दा यसरी हेरौँ। हरेक घटनामा एउटा कारण हुन्छ र अर्को त्यसको असर हुन्छ। हाम्रो प्रयोगमा स्वतन्त्र चर भनेको त्यही कारण वा इनपुट हो जसले केही परिवर्तन ल्याउँछ, अनि आश्रित चर भनेको चाहिँ त्यसबाट निस्किने असर वा आउटपुट हो जसलाई हामी नाप्छौँ। विज्ञानको मुख्य काम नै यी दुई बीचको सम्बन्ध पत्ता लगाउनु हो। ल सिद्धान्तका कुरा त धेरै भए। अब चौथो खण्डमा जाउँ र यी चरहरूले साँच्चीकै प्रयोगमा कसरी काम गर्छन् भनेर केही रोचक उदाहरणहरू हेरौँ। यहाँ कर्माले गरेको एउटा प्रयोगलाई हेरौँ त। कर्माले बिजुलीको तारको मोटाइले ड्राई सेल अर्थात् ब्याट्रीको आयुलाई कस्तो असर गर्छ भनेर हेर्न खोजेका छन्। यहाँ उनले फरक मोटाइको तार प्रयोग गर्छन्, त्यसैले तारको मोटाइ स्वतन्त्र चर भयो। अनि त्यो सेल कति समय टिक्छ भनेर नाप्ने कुरा चाहिँ आश्रित चर भयो। तर ध्यान दिनुपर्ने कुरा के छ भने यो प्रयोगमा ब्याट्रीको प्रकार, चिमको प्रकार र तारको लम्बाइ चाहिँ एउटै हुनुपर्छ। ती कुराहरू फरियो भने त नतिजा बिग्रिन्छ नि, त्यसैले ती सबै नियन्त्रित चर हुन्। अर्को उदाहरण छ सुबोधको। वस्तुको रङले ताप सोच्ने क्षमतामा कस्तो फरक पार्छ भनेर उनले परीक्षण गरे। उनले 4वटा फ्लाक्समा कालो, सेतो, हरियो र रातो रङ लगाए। यो रङ फेर्ने काम उनको स्वतन्त्र चर भयो। घाममा राखिसकेपछि थर्मोमिटरले नापिने पानीको तापक्रम चाहिँ आश्रित चर भयो। तर यहाँ पनि फ्लाक्सको आकार, पानीको मात्रा र घाममा राख्ने समय एउटै हुनुपर्छ, नत्र कुन रङले बढी ताप सोच्यो कसरी थाहा पाउने? त्यसैले यी सबै कुराहरू नियन्त्रित चर हुन्। अब यो तथ्याङ्क हेरौँ त। घाम लाग्ने समय र बिरुवाको वृद्धि बीचको सम्बन्ध कस्तो हुन्छ? यहाँ हामी प्रश्न देख्न सक्छौँ कि स्वतन्त्र चर अर्थात् घाम लाग्ने समय बढाउँदै जाँदा आश्रित चर अर्थात् बिरुवाको वृद्धिमा पनि परिवर्तन आएको छ। घामै नपाउँदा बिरुवा बढेको छैन, तर 8 घण्टा घाम पाउँदा बिरुवा 5 सेन्टिमिटरसम्म बढेको छ। यसरी एउटा चरले अर्को चरलाई कसरी डोर्याउँछ भन्ने कुरा यहाँ छर्लङ्ग हुन्छ। अब हामी हाम्रो छलफलको अन्तिम खण्डमा आइपुगेका छौँ, चर नियन्त्रणको महत्त्व। यत्रो मेहनत गरेर प्रयोग गर्दा यदि चरहरूलाई राम्ररी नियन्त्रण गरिएन भने के होला त? मानौ मनिषाले आफ्नो कुकुरले कति छिटो खाना खान्छ भनेर नाप्ने एउटा प्रयोग गरिन्, तर उनले एउटा सानो तर गम्भीर गल्ती गरिन्। उनले खानाको मात्रा पनि तलमाथि गरिन् र सँगसँगै खाना दिने समय पनि परिवर्तन गरिन्। सुन्दा सामान्य लागे पनि विज्ञानको भाषामा यो एकदमै ठूलो गडबडी हो। अब समस्या के भयो भने नि, उनले एउटै प्रयोगमा 2वटा स्वतन्त्र चरहरू एकैपटक परिवर्तन गरिन्। अब कुकुरले छिटो खाना खायो भने त्यो थोरै खाना दिएर हो कि धेरै भोक लाग्ने बेलामा खाना दिएर हो? कसरी थाहा पाउने? ठ्याक्कै कारण यही हो भन्नै नसकिने भयो नि। वैज्ञानिक अध्ययनमा एउटा भरपर्दो निष्कर्ष निकाल्नका लागि एकपटकमा एउटा मात्र स्वतन्त्र चर परिवर्तन गर्नुपर्छ।
यसलाई अझै एउटा रमाइलो र अचम्मलाग्दो उदाहरणबाट बुझौँ है। मानौ हामी स्क्विड भन्ने समुद्री जीवको आयुमा भिटामिनले कस्तो असर गर्छ भनेर हेर्दैछौँ। हामीले एउटा समूहलाई सामान्य पानी र खाना दियौँ, तर भिटामिन दिने अर्को समूहलाई चाहिँ उम्लिरहेको 90 डिग्रीको तातो पानीमा राख्यौँ, फोहोर पानी दियौँ र खानामा चाहिँ नाचो चिज दियौँ। सुन्दै अचम्म लाग्छ नि, होइन? अब भन्नुहोस् त, त्यो भिटामिन दिएको समूहका सबै स्क्विड मरे भने के हामी भिटामिनले गर्दा मरेको हो भन्न सक्छौँ त? पक्कै सक्दैनौँ। उनीहरू त उम्लादो पानी वा त्यो नासो चिजले पो मरेका हुन् कि। यहाँबाट हामीले के बुझ्छौँ भने नियन्त्रित चरहरूलाई स्थिर राखिएन भने कुनै पनि प्रयोगको नतिजा पूर्ण रूपमा अर्थहीन हुन्छ। नतिजा भरपर्दो हुन बाँकी सबै अवस्थाहरू दुवै समूहका लागि ठ्याक्कै उस्तै हुनैपर्छ। समग्रमा भन्नुपर्दा विज्ञानको मूल मर्मलाई यो भनाइले एकदमै राम्ररी समेट्छ। वास्तवमा एउटा वैज्ञानिकको काम नै प्रयोगद्वारा विभिन्न भौतिक परिमाण बीचको सम्बन्ध स्थापना गरी प्रकृतिले कसरी काम गर्छ भनी पत्ता लगाउनु हो। अर्थात् हाम्रा वरपरका चरहरू बीचको सम्बन्धलाई केलाएर प्रकृतिको नियम बुझ्ने कला नै विज्ञान हो। अब आजको हाम्रो यो प्रस्तुतिलाई एउटा प्रश्न छोडेर बिट मारौँ। अब जब हामी घर बाहिर निस्कन्छौँ वा हाम्रो वरपर कुनै घटना भइरहेको देख्छौँ नि, एकपटक वैज्ञानिकको नजरले हेर्ने प्रयास गरौँ त। त्यहाँ कुन कुरा स्वतन्त्र चर हो, कुन कुरा त्यसको असर हो र कुन कुरा नियन्त्रणमा राखिएका छन्। यसरी सोच्न थाल्यौँ भने विज्ञान किताबका पानाबाट निस्केर हाम्रै दैनिक जीवनमा जोडिनेछ। आजको यस प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को रोचक विषयको साथ भेट हुने नै छ। स्वागत छ सबैलाई। आज हामी एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, हाम्रो भौतिक संसारलाई कसरी नाप्ने। सुन्दा सामान्य लाग्न सक्छ, तर खासमा हामी यो पूरै ब्रह्माण्डका निर्माण खण्डहरू अर्थात् बिल्डिङ ब्लकहरूको बारेमा खोतल्दैछौँ। कहिले सोच्नु भएको छ यो ब्रह्माण्डमा भएका हरेक कुरालाई हामी कसरी नाप्छौँ? विङ्की रहेको गाडीको गति होस् वा ढोका धकेल्दा लाग्ने बल, यी सबै बिल्कुलै फरक कुरा हुन् नि, होइन? तर यस्ता जतिसुकै जटिल कुरालाई पनि एउटै सरल र विश्वव्यापी प्रणालीबाट नाप्न सकिन्छ। कसरी? आउनुहोस् आज यही कुरा छर्लङ्ग पारौँ। आज हामी मुख्य गरी यी 5 कुराहरू हेर्दैछौँ: भौतिक परिमाण र एकाइ, आधारभूत एकाइहरू, तत्जन्य एकाइहरू, तिनको विश्लेषण र अन्त्यमा यी बीचका मुख्य भिन्नताहरू। ल सुरु गरौँ पहिलो विषयबाट, भौतिक परिमाण र एकाइ। हामी विज्ञानमा जे कुरा नाप्छौँ नि त्यसलाई स्पष्ट रूपमा बुझाउन एउटा एकाइ अर्थात् युनिट चाहिन्छ। भौतिक विज्ञानमा नाप्न सकिने सबै परिमाणका आफ्नै एकाइ हुन्छन्। र रमाइलो कुरा के छ भने यो सिङ्गो मापन प्रणालीलाई सजिलोसँग जम्मा 2 प्रकारमा बाँड्न सकिन्छ। जम्मा 2 प्रकार। यही नै हाम्रो सम्पूर्ण मापनको जग हो। अब लागौँ दोस्रो खण्डतिर, आधारभूत एकाइहरू। यो आधारभूत एकाइ भनेको चाहिँ के हो त? सुन्नुहोस् है, जसरी चित्रकलामा केही प्राथमिक रङहरू हुन्छन् नि जुन अरू रङ मिसाएर बनाउन सकिँदैन, ठ्याक्कै त्यस्तै आफ्नो छुट्टै र स्वतन्त्र अस्तित्व भएका अरू कुनै एकाइमा निर्भर नरहने एकाइ नै आधारभूत एकाइ हुन्। यिनीहरूलाई अरू टुक्रामा भाँच्नै सकिँदैन। यी आफैमा स्वतन्त्र र पूर्ण छन्। अब यो नम्बर सुन्दा पक्कै अचम्म लाग्न सक्छ। 7 हो, जम्मा 7। हाम्रो ब्रह्माण्ड यति विशाल छ, यति जटिल छ, तर यसलाई नाप्ने अन्तर्राष्ट्रिय प्रणाली अर्थात् एसआई प्रणालीमा जम्मा 7 वटा मात्रै यस्ता आधारभूत एकाइहरू छन्। ती 7 वटा जादुई खम्बाहरू के हुन् त? हेरौँ है त। लम्बाइ नाप्न मिटर, पिण्ड अर्थात् मास नाप्न किलोग्राम र समयको लागि सेकेन्ड। त्यस्तै तापक्रमको लागि केल्भिन, प्रकाशको तीव्रता नाप्न क्यान्डेला, धारा विद्युत अर्थात् करेन्टका लागि एम्पियर र पदार्थको परिमाणको लागि मोल। बस यी नै 7 वटा पिलरमा सिङ्गो भौतिक विज्ञान अडिएको छ। अब अघि बढौँ हाम्रो तेस्रो खण्डमा, तत्जन्य एकाइहरू। अघि हामीले 7 वटा स्वतन्त्र ब्लकहरूको कुरा गर्यौं, तर भौतिक विज्ञानका अरू जटिल कुराहरू कसरी नाप्ने त? हो, त्यहीँनिर आउँछन् तत्जन्य एकाइ। तत्जन्य एकाइ भनेको त्यस्ता एकाइ हुन् जसको आफ्नो छुट्टै स्वतन्त्र अस्तित्व हुँदैन। यी त 2 वा 2 भन्दा बढी आधारभूत एकाइहरूलाई जोडेर मिलाएर बनाइन्छन्। यो भनेको सीमित अक्षरहरू मिलाएर असंख्य शब्दहरू बनाए जस्तै हो। एउटा एकदमै सजिलो उदाहरण हेरौँ न। हामी सबैले क्षेत्रफल अर्थात् एरिया निकालेका छौँ। कसरी निकालिन्छ त? सिम्पल छ, लम्बाइ र चौडाइलाई गुणन गरेर। अब यहाँनिर विचार गरौँ है त, कसरी ती आधारभूत एकाइहरू जोडिन्छन्। पहिलो कुरा, लम्बाइको एकाइ हो मिटर, अनि चौडाइको एकाइ पनि के हो त? त्यो पनि मिटर नै हो। अब यी 2टा मिटरलाई गुणन गर्दा के बन्छ? वर्गमिटर अर्थात् m स्क्वायर। हेर्नुस् त, 2 वटा स्वतन्त्र एकाइ मिलेर ठ्याक्कै एउटा नयाँ एकाइ बन्यो नि। हो, क्षेत्रफलको यो वर्गमिटर नै तत्जन्य एकाइ हो। अब पालो चौथो खण्डको, एकाइहरूको विश्लेषण। अलि गाह्रो सुनिने एकाइहरूलाई खोलेर हेर्दा झनै रमाइलो हुन्छ। जस्तै बल अर्थात् फोर्सलाई नै लिउँ। बलको सूत्र हो पिण्ड र प्रवेगको गुणनफल। पिण्डको एकाइ किलोग्राम अनि प्रवेगको मिटर प्रति सेकेन्ड स्क्वायर। यी दुवैलाई मिसाउँदा के बन्यो? kgms-2। तर सधैँ यति लामो नाम भन्न त गाह्रो हुन्छ नि, त्यसैले सजिलोको लागि हामी यसलाई न्युटन भनेर बोलाउँछौँ। तर भित्रभित्रै यो न्युटन भनेको त तीनै आधारभूत एकाइहरूकै एउटा सुन्दर मिश्रण हो। यस्तै अर्को उदाहरण हो चाप अर्थात् प्रेसर। बललाई क्षेत्रफलले भाग गर्दा चाप निस्कन्छ, होइन त? भनेपछि अघिको न्युटनलाई वर्गमिटरले भाग गरौँ, अन्त्यमा के आउँछ? kgm-1s-2 र यसलाई हामी छोटोमा पास्कल भन्छौँ। पास्कल सुन्दा पुरै नयाँ कुरा जस्तो लाग्छ, तर खासमा यसको भित्र पनि उही पुरानै किलोग्राम, मिटर र सेकेन्ड लुकेर बसेका छन्। यी बाहेक दैनिक जीवनमा काम लाग्ने अरू पनि थुप्रै तत्जन्य एकाइहरू छन्। घनत्व अर्थात् डेन्सिटीको किलोग्राम प्रति घनमिटर हुन्छ, गतिको मिटर प्रति सेकेन्ड हुन्छ। त्यस्तै कार्यको लागि जूल, सामर्थ्यको वाट र आवृत्तिको हर्ज। बाहिरबाट हेर्दा यी सबै एकदम फरक देखिन्छन्, तर जरासम्म पुग्ने हो भने यी सबै हाम्रा तीनै 7 वटा आधारभूत खम्बाहरूकै फरक फरक रूप मात्रै हुन्। अब जाउँ आजको हाम्रो अन्तिम खण्डमा, यी 2 बीचका मुख्य भिन्नताहरू।
अहिलेसम्मका कुरालाई सर र सम्झियौँ है। यी दुई प्रकारका एकाइमा खास फरक के छ त? एकातिर छन् आधारभूत एकाइ जुन बिल्कुलै स्वतन्त्र छन्, कसैमा भर पर्दैनन् र आजसम्म जम्मा 7वटा मात्रै छन्। अनि अर्कोतिर छन् तथ्यजन्य एकाइ जुन पूर्ण रूपमा आधारभूत एकाइमै भर पर्छन् र तिनै 7वटा ब्लकहरू मिलाएर आजसम्म अनगिन्ती तथ्यजन्य एकाइहरू निर्माण भइसकेका छन्। जाँदा जाँदै दिमाग रन्काउने एउटा प्रश्न, यी जम्मा 7वटा आधारभूत एकाइहरू मिलेर यो विशाल ब्रह्माण्डका अरू कुन कुन जटिल रहस्यहरू नाप्न बाँकी होला? एकपटक वरपर हेर्नुहोस् त। यो कुराले पक्कै सोच्न बाध्य बनाउँछ कि जतिसुकै विशाल र जटिल कुरा भए पनि अन्त्यमा ती सबैलाई यिनै 7वटा सरल बिल्डिङ ब्लकमा टुक्राउन सकिन्छ। आजको यस व्याख्यामा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। विज्ञानको दुनियाँमा खास गरी फिजिक्समा हामीले थुप्रै सूत्र र समीकरणहरू देख्छौँ होइन? तर कुनै नयाँ समीकरण देख्ने बित्तिकै त्यो सही छ कि गलत भनेर कसरी थाहा पाउने त? के यसका लागि हरेक पटक ल्याबमै गएर जटिल परीक्षणहरू गरिरहनु पर्छ त? पक्कै पर्दैन। आज हामी एउटा यस्तो वैज्ञानिक जासुसको बारेमा कुरा गर्दैछौँ जसले गणितको प्रयोग गरेरै भौतिक विज्ञानका नियमहरूको परीक्षण गर्छ। यसलाई हामी समीकरणको एकाइगत विश्लेषण अर्थात् युनिट वाइज एनालाइसिस भन्छौँ। आउनुहोस् यो गजबको विधिले कसरी काम गर्छ र समीकरणभित्र लुकेका सत्य वा त्रुटिहरू कसरी पत्ता लगाउँछ, गहिराइमै बुझौँ। आजको हाम्रो यो छलफल मुख्यतया यी 5वटा कुराहरूमा केन्द्रित हुनेछ। एकाइगत विश्लेषणको अवधारणा, एकरूपताको सिद्धान्त, मान्यता परीक्षणका केही चाखलाग्दा उदाहरणहरू, यसका मुख्य फाइदाहरू र अन्त्यमा यसका सीमितताहरू। सुरु गरौँ पहिलो भागबाट, एकाइगत विश्लेषणको अवधारणा। अब सोच्नुहोस् त, प्रयोगशालामा कुनै एक्सपेरिमेन्ट नै नगरी मात्रै पानामा लेखेको भरमा कुनै भौतिक समीकरण सही छ या छैन भनेर कसरी पत्ता लगाउने? हरेक जटिल गणितीय सूत्रलाई भौतिक रूपमा परीक्षण गर्न त धेरै समय, स्रोत र जनशक्तिको खर्च हुन्छ नि। यदि कुनै समीकरण सुरुमै गणितीय र भौतिक रूपमै असम्भव छ भने त्यसमा समय खेर फाल्नुको कुनै अर्थ नै हुँदैन। हो, यहीँनिर हामीलाई एउटा छिटो र भरपर्दो परीक्षण विधिको आवश्यकता पर्छ। र त्यो अचूक विधि हो समीकरणको एकाइगत विश्लेषण। यो भनेको समीकरणमा भएका भौतिक परिमाणका आधारभूत एकाइहरूलाई जाँचेर त्यसको भ्यालिडिटी टेस्ट गर्ने एउटा स्मार्ट तरिका हो। एकदम सरल भाषामा भन्नुपर्दा कुनै पनि समीकरण मान्य हुनका लागि त्यसको बायाँपट्टि र दायाँपट्टि रहेका आधारभूत एकाइहरू ठ्याक्कै एउटै हुनुपर्छ। जस्तै S = V × T भन्ने समीकरण लिउँ। यसको बायाँपट्टि दूरी छ जसको आधारभूत एकाइ मिटर हुन्छ। अब दायाँपट्टि हेर्दा मिटर प्रति सेकेन्डलाई सेकेन्डले गुणन गर्दा अन्त्यमा मिटर नै बाँकी रहन्छ। यसरी दुवैतर्फको एकाइ मिटर नै हुने भएकाले यो समीकरण पूर्ण रूपमा मान्य भयो। यो त एउटा लाइ डिटेक्टर अर्थात् झुट पत्ता लगाउने मसिन जस्तै काम गर्छ। अब लागौँ दोस्रो भागतिर, एकरूपताको सिद्धान्त, जसलाई प्रिन्सिपल अफ होमोजिनिटी पनि भनिन्छ। अघि मैले भनेको यो लाइ डिटेक्टरले कसरी काम गर्छ त? दैनिक जीवनको एउटा रमाइलो उदाहरण सोचौँ। मानौँ तपाईसँग 10 केजी चामल छ, त्यसमा 2 केजी चामल थप्नुभयो भने 12 केजी हुन्छ। यो एकदम अर्थपूर्ण छ किनकि दुवैको एकाइ केजी हो। तर के 10 केजी चामलमा 2 मिटर कपडा जोड्न मिल्छ? पक्कै मिल्दैन नि। यो सुन्दै अचम्म लाग्छ। हो, यही सरल तर्क नै एकरूपताको सिद्धान्त हो। समान आधारभूत एकाइ भएका परिमाणहरूलाई मात्र हामी आपसमा जोड्न वा घटाउन सक्छौँ। यही कुरा फिजिक्सका भेरिएबलहरूमा पनि ठ्याक्कै लागू हुन्छ। जस्तै U + V सम्भव छ किनकि सुरुको वेग र अन्तिम वेग दुवैको एकाइ मिटर प्रति सेकेन्ड नै हो। त्यस्तै S - AT² पनि मज्जाले सम्भव हुन्छ किनकि दूरी S को एकाइ मिटर हो अनि AT² लाई विश्लेषण गर्दा त्यसको अन्तिम एकाइ पनि मिटर नै आउँछ। तर S + AT चाहिँ सम्भव हुँदैन नि। दूरीको एकाइ मिटर हो अनि AT को एकाइ मिटर प्रति सेकेन्ड हुन्छ। मिटरमा मिटर प्रति सेकेन्ड जोड्न खोज्नु भनेको त केजीमा मिटर जोड्न खोजे जस्तै हो। एकाइमै एकरूपता नभएपछि यस्ता परिमाणहरूलाई जोड्ने वा घटाउने कुरै आउँदैन। ल, अब तेस्रो भागमा हामी आफै परीक्षण गरेर हेरौँ न त मान्यता परीक्षणका केही उदाहरणहरू। यो सिद्धान्तलाई अब व्यवहारमा उतारौँ। मानौ कसैले तपाईँसँग दाबी गर्यो S = V/T हुन्छ। ल, अब यसलाई जाँचौँ। पहिलो चरणमा बायाँपट्टि दूरी छ, त्यसैले यसको एकाइ मिटर भयो। अब दायाँपट्टि जाउँ। भेगको एकाइ मिटर प्रति सेकेन्डलाई समयको एकाइ सेकेन्डले भाग गर्दा अन्तिममा मिटर प्रति सेकेन्ड स्क्वायर हुन आउँछ। यता मिटर छ, उता मिटर प्रति सेकेन्ड स्क्वायर छ। दुवैतर्फ एकरूपता त पटक्कै भएन। बराबर नभएपछि यो समीकरण ठाडै अमान्य घोषित भयो। देख्नुभयो त, कुनै ल्याब नचाहिने केवल एकाइको ज्ञानले गलत दाबी तुरुन्तै खारेज। अब गतिको एउटा एकदमै चलेको समीकरण हेरौँ। V² = U² + 2AS। बायाँपट्टि अन्तिम वेगको वर्ग छ, त्यसैले यसको एकाइ मिटर प्रति सेकेन्डको होल स्क्वायर हुन्छ। दायाँपट्टि पनि U² को एकाइ त्यही नै भयो। अब 2AS मा हेर्दा अङ्क 2 को त कुनै एकाइ हुँदैन। प्रवेग A को एकाइ मिटर प्रति सेकेन्ड स्क्वायर र दूरी S को एकाइ मिटरलाई गुणन गर्दा ठ्याक्कै त्यही मिटर स्क्वायर प्रति सेकेन्ड स्क्वायर नै आउँछ। यसको अर्थ समीकरणका प्रत्येक पदको एकाइ मिल्यो नि त। यहाँ पूर्ण एकरूपता छ, त्यसैले यो समीकरण एकदम सही छ। यो उदाहरणले चाहिँ एकाइगत विश्लेषणको शक्तिलाई अझै प्रष्ट पार्छ। मानौँ गल्तीले कसैले S = UT + 1/2A² लेख्यो रे। सुन्दा उस्तै लाग्छ नि, तर जाँचेर हेर्दा बायाँपट्टि दूरीको एकाइ मिटर छ, दायाँपट्टि UT को मिटरै आउँछ। तर त्यो 1/2A² वाला पदमा नि प्रवेगको वर्ग गर्दा अनि समयले गुणन गर्दा अन्तिममा मिटर स्क्वायर प्रति सेकेन्ड क्युब बन्न पुग्छ। एकातिर मिटर छ अनि अर्कोतिर मिटरमा मिटर स्क्वायर प्रति सेकेन्ड क्युब जोड्न खोजिएको छ। फरक एकाइ त जोड्नै मिल्दैन नि। त्यसैले यो समीकरण भौतिक रूपमा असम्भव छ भनेर तुरुन्तै प्रमाणित भयो। चौथो भागमा कुरा गरौँ विश्लेषणका मुख्य फाइदाहरूको बारेमा। अब तपाईलाई लागिसक्यो होला यो दिदी कति पावरफुल छ भनेर। यसले मुख्यतया 3वटा गजबका काम गर्छ। पहिलो त हामीले भर्खरै हेर्यौं भौतिक समीकरणको शुद्धता प्रमाणित गर्न। दोस्रो, निकै महत्त्वपूर्ण फाइदा भनेको एकाइको रूपान्तरण हो। यसको मद्दतले हामी विभिन्न नापका प्रणालीहरूमा एकाइहरूलाई सजिलै परिवर्तन गर्न सक्छौं।
र तेस्रो विभिन्न अज्ञात भौतिक परिमाणहरू बीचको अन्तरसम्बन्ध पत्ता लगाएर नयाँ सूत्रहरू नै निर्माण गर्न पनि वैज्ञानिकहरूले यही विधिको प्रयोग गर्छन्। साँच्चै एउटा मल्टिपर्पज टुल नै हो यो। तर पक्नुस् है, यो जासुसपूर्ण भने छैन। 5औं भागमा हेरौँ यसका सीमितताहरू। जतिसुकै उत्कृष्ट जासुस भए पनि केही कुरामा त छुक्छ नि। यस गणितीय विधिको पनि आफ्नै केही कमजोरीहरू छन्। पहिलो सीमितता भनेको यसले 1/2 वा 2 पाई जस्ता एकाइविहीन अङ्कहरूको मान पत्ता लगाउनै सक्दैन। दोस्रो, यदि कुनै समीकरण 3 भन्दा बढी फ्याक्टरहरूमा निर्भर छ भने यो विधि अल्मलिन्छ। तेस्रो, त्रिकोणमितीय फंक्सनहरू जस्तै साइन, कस वा घाताङ्कीय फंक्सनहरूमा यो चल्दैन किनकि तिनको कुनै एकाइ नै हुँदैन। र चौथो, कार्य र टर्क जस्ता फरक भौतिक परिमाणहरूको एकाइ त एउटै हुन्छ नि। हो, यस्तो अवस्थामा एकाइ मात्र हेरेर त्यो कुन परिमाण हो भनेर यसले छुट्याउनै सक्दैन। यी सीमितताहरूलाई ध्यानमा राख्दै अब एउटा एकदमै रोचक प्रश्न सोध्छु है त। यदि कुनै समीकरण एकाइगत रूपमा 100% सही छ भने के त्यो भौतिक रूपमा सधैँ सत्य हुन्छ त? हुँदैन। सोच्नुहोस् त, s = ut + 1/2 80² को सट्टा कसैले s = ut + 20 80² लेख्यो भने नि एकाइको परीक्षणमा त यो पास हुन्छ किनकि 20 को एकाइ नै हुँदैन। तर फिजिक्सको नियम अनुसार त यो सरासर गलत हो। यसको मतलब गणितले झुट चाहिँ पत्ता लगाउन सक्छ तर पुरै सत्य देख्नको लागि भने भौतिक परीक्षण नै चाहिन्छ। कस्तो गजबको कुरा हैन त? विज्ञानको यो लुकामारी साँच्चै नै रोमाञ्चक छ।